अस्तिदेखि भन्थ्यो नि त खसरामा बिउ है साथीहरूको छ अरे एउटै घर को छैन बोकाले सबैजना रिल्याक्सको बस्नु मलाई चिसो खाएर शीतल भयो चाहिँ होटल आइपुग्यौँ फेयर माउन्टेन होटल हामी चाहिँ बुकिङ गरेको थियौँ पहिले चाहिँ सबै हामी फ्यामिली अट्ने रुम हेलो सेवा स्यामी नमस्ते सम्पूर्णलाई वेलकम ब्याक टु माई च्यानल निना राई आइएफ हजुर आराम कुशलै रहन्छ म आराम कुशलै छु न्यू डे न्यू ब्लगको साथै उपस्थित भइसकेको छु आज बिहान हामी चाहिँ कहाँ जाँदैछौँ भने हामी चाहिँ केही दिनको लागि चाहिँ हामी टुरको लागि चाहिँ पोखरा जाँदैछौँ साथीहरू भिडियो आउँछ नि हेरेर के कस्तो हुन्छ हजुर पनि देखाउने छु म पनि घुम्ने छु र हजुर पनि घुमाउने छु पोखरा भिडियो चाहिँ अन्तिसम्म हेरेर माया पनि गर्नु होला भन्दै हामी त्यहाँ रेडी भइसकेको छौँ मम्मी फुपूहरू त गइसक्नु भयो गाडीमा अब हामी चाहिँ बिहानै जानु भन्दामा चाहिँ 7 बज्न आँटेको त्यही भएर हामी चाहिँ अब हिँड्यौँ साथीहरू म हजुर बाटोको पनि दृश्य देखाउने छु अनि र गफ गर्दै हामी जानुपर्छ है त भन्दै अब म भिडियो सुरु गर्छु साथीहरू र म अब जान्छु ढिलो पनि भइसक्यो पर्खिराख्नु भएको छ अब म हिँडेँ हो क्या एक्साइटेड छ धेरै पछि आज बाहिर हामी घुम्न जाँदैछौँ लङ टुर भनौँ न अब फ्यामिलीसँग जाँदैछौँ रमाइलो हुन्छ भन्ने आशा छ रमाइलो पनि हुनेछ र गर्ने पनि छौँ र हजुर पनि देखाउने छौँ पोखरामा के कस्तो छ हजुर देखाउने छु भिडियो चाहिँ हेरेर माया पनि गर्नु होला है त सबैजना रेडी भएर त फुपू सबैलाई मम्मीहरू लाग्यो ल हामी चाहिँ हिँड्यौँ हो यसो प्याक भयो हामी चाहिँ गाडी अब फुल जम त ड्राइभर सब छिटो यता हुनुहुन्छ अब हामी लाग्यौँ पोखरासम्मको यात्रा ल त भयो नि फुपू यो हुन्छ हुन्छ ल अब भरे त लुगा फालो हिँड्यो अब चाहिँ अस्तिदेखि भन्थ्यो नि त खसरामा बिउ है साथीहरूको छ अरे एउटै घर को छैन भन्छ यो चाहिँ फुपू उता धारके निस्किने बाटो यहाँबाट धारके निस्किन्छ दादिङ सर्टकट बाटो है क्या हो मलेखुतिर चाहिँ जाँदैछौँ यो बाटो चाहिँ मलेखु निस्किन्छ अरे दादिङ दादिङ हामी सीता पाइलाबाट सर्टकट बाटो भन्नु नि सर्टकट जाँदैछौँ उता धारके निस्किने भन्नु न धारके कति रमाइलो यस्तो टर्निङ त पोखरा जाने पहाडहरू बाटो खनेर अन्त सिनहरू नि हामी चाहिँ यहाँ खाना खाने ठाउँमा आइपुग्यौँ के पो ठाउँको नाम त के पो यो के भन्नेमा आयौँ यहाँ खाना खानु होटलमा बसिरहेको छौँ सबैजना हुनुहुन्छ त्यहाँबाट मम्मी फुपू खाना खानको अब रेडी हामी अर्डर गरेको आउँदैछ खाना खाने जाने हेलो भन नानी भुवन कस्तो लाग्यो यात्रा राम्रै लाग्छ तर मुख मात्रै आउँछ हँसाउनुहुन्छ भन मेरो भिडियो मम्मी हेलो भन न ल हामी चाहिँ खाना खाने यहाँ बसिरहेको छौँ है अर्डर गरेको छौँ कस्तो लाग्यो यात्रा मम्मी ल अब हामी चाहिँ वेटिङ गर्छ खाना आउँदैछ त्यही भएर खाना चाहिँ आयो अब ल यता अब खाना खाने अनि जाने यस्तै हो क्या खै फुपू एकछिन ल खानु त फुपू ल आयो है सुरु हाम्रो खाना आयो थाली खाना यता फुपू ल
खाना सुरु भयो खाना बोकाले उसलाई के एउटालाई मगाइदिनु खाइसक्यो यही खान्छ होला दाल खा भएको छ है ओ तातो हो गर न हुन्छ क्या त्यो खानु त हो यो नानीले जुन लाउँछ यो बोटकोमा घोलेर दे न दाल खालि पोखाउँछ मलाई यो मन पनि अचार रहेछ मिठो नि छोप्ला पोखो क्या हामीले हामी त खाना पनि खाइसक्यौँ मिठो त सादा खाना मिठो भयो तर हामी चाहिँ अब हिजो भन्दा नि मिठो छ खाना खायो अब चाहिँ आनन्दले अब गाउँमा चाहिँ भेट्छ अब खाना पनि अब यहाँ गाडीमा आइसक्यौँ अब हामी चाहिँ जान्छौँ कस्तो गर्मी छ घाम लागेर गर्मी भयो टन्न खाएर अब चाहिँ आनन्दले अघि सन्चै भोक लागेको थियो अब चाहिँ मान्छेहरू त गर्दैछ टकपट्टि पठाउनु रहेछ त गाडीहरू सबै यहाँ चाहिँ प्रायः खाना खाने ठाउँ रहेछ क्या अहिले मैले नाम चाहिँ के भने चाहिँ गल्छी रहेछ साथीहरू गल्छी अहिले मैले धादिङ भयो त होइन गल्छी रहेछ साथीहरू चाहिँ प्रायः खाना खाने बस्दैछ क्या बसहरू आएछहरू अनि प्राइभेट गाडीहरू पनि चाहिँ अब खैरेनी कटेर लाग्यो बाटोहरू कस्तो राम्रो 4 लाइन अझ अलिक घाम अस्ता शीतल शीतल भइरहेछ पहाडहरू डाँडा काँडा कस्तो राम्रो बाटो 4 लाइन भयो नि सफा देखिएको सबैजना रिल्याक्स बस्न मजा चिसो खाएर शीतल भएर शीतल भइरहेछ दमाउनु आइसक्यौँ अब एकछिन बिसाउँछौँ भाइरल चटपटे भात खान जाँदैछौँ है त्यस्तो त है त हिँड्नु न त्यहाँ देखेर अन्त उता हिँड्नु न लोकेसन देखाएको थिएन त्यो परेको त्यो देख्दाखेरि चाहिँ अब जाउँ न त्यहाँ पुगेर हामी होला नि त उयो चौरीहरू त देख्दा त्यस्तो जस्तो लाग्यो है मलाई चाहिँ सोधौँ न अब एकछिन बिसाउँछु तपाईँले खान्छौँ अन्तदेखि चाहिँ फर्कि हामी चाहिँ यहाँ बल्ल बल्ल आइपुग्यौँ तपाईँलाई खाने ठाउँ प्रदर्शनबाटै अब हामी खान्छौँ अनि टेस्ट गर्छौँ कस्तो हुन्छ त भन्छु ल छ सबैजना झर्ने छ नि अब सँगै खाने हामी चाहिँ आइपुग्यौँ यहाँ बजार चटपटेमा यहाँ खाने पछाडि प्रभुहरुकै हुनुहुन्छ चप्पल खाना बाँकी हामी छौँ हामीलाई 2 प्लेट जय होस् हामी काठमाडौँबाट जय होस् हजुर
हजुरको चटपटे खाना आएको छ खोज्दै खोज्दै आएको हामी फेरि जय होस् सबैको जय होस् भइसक्यो नि दिदी चटपट नेटो पानी जय होस् पनि आयो मिठो छ ल्याउ न बदाम जुस ल हामी तपाईँ आइसक्यो जय होस् प्रभु अब ट्राई गरौँ कस्तो छ ल यहाँ पाउँछ होला त नि जुस पाउँछ होला दामी बदाम जुस छ बाहिर गाडीमा बादाम जुस छैन हेर्नु त प्रभु हेर्नु दामी रहेछ मिठो मिठो रहेछ नमस्कार म ब्रदर चक्कर दमोली तराउ जिल्लाबाट जय होस् आजले धेरै माया गरेर काठमाडौँबाट पोखरा भिजिट गरेर जाने क्रममा आज ब्रदर चक्कर पाल्ने सम्पूर्ण प्रभुहरूको जय होस् प्रभु जय होस् ल धन्यवाद सम्बन्ध बनेको आज चटपट खाएर सेवा गर्ने मौका दिनु तपाईँले खाए पनि हिँड्यौँ अब 550 जय होस् प्रभु खायौँ अब हिँड्यौँ अब बोखातिर अब लाग्यो अब जस टिकटको मात्रै देखेको थियौँ आयौँ टेस्ट पनि गरेर ठिकै छ प्रत्यक्ष देख्यौँ होइन जय होस् खुसी लाग्यो जय होस् आयो ल अब हामी चाहिँ जाँदैछौँ भिडियो पनि हुन आँटिसक्यो फेरि म अब एकछिन भेट्छु भिडियो आज हामी चाहिँ अब पोखरा इन्टरभ्यू साथीहरू बसिसक्यौँ पोखराभित्र पस्यौँ अब हामी चाहिँ डाइरेक्ट लेक साइड जान्छौँ है यता पृथ्वी चोक यता हो दिदीको जाने बाटो यता हो म आएको नि पहिले आएको नि मम्मी त्यही बस्नु भएको छ यहाँ पृथ्वी चोक आएर साथीहरू हामी चाहिँ अब डाइरेक्ट लेक साइडमा जान्छौँ है त पृथ्वी चोक साथीहरू चाहिँ होटल आइपुग्यौँ फेयर माउन्टेन होटल हामी चाहिँ बुकिङ गरेको थियौँ पहिले भिनाइ पनि आउनु भएको थियो त्यही भएर भिनाइ आइसक्यौँ अब पार्किङ गर्छौँ साथीहरू फाइनली हामी चाहिँ पोखरा आइसक्यौँ है होटलमा इन्टरभ्यू गर्छौँ अनि चाहिँ फ्रेस भएर बाहिर घुम्न निस्किन्छौँ यहाँ चाहिँ गलेको अवस्था है ल हामी बाहिर छौँ ल है होटल त जाम यो चाहिँ भयो हाम्रो रुम यहाँ चाहिँ सबै हामी फ्यामिली अट्ने रुम ल यो चाहिँ बाथरुम पनि रहेछ ल रुम पनि पाइसक्यौँ ल होटलमा ल अब एकछिन फ्रेस हुन्छु अनि बाहिर निस्किन्छु घुम्न जान्छु हजुर के हो त ल आज भिडियो यति नै अर्को भिडियो फेरि भरे नाइट भ्यूको देखाउने छु भिडियोहरू साथ सपोर्ट गर्नुलाई बाई बाई म चाहिँ राखेँ यही हो पिक